हुन्छ त्यसबाट आउने चिज हो त्यसलाई संश्लेषण गर्नु पर्यो यो बाटोमा गयो भने मान्छेले अहिले कल्पना गरे भन्दा थोरै ठुलो नोक्सानी त हुन्छ नै देश त भत्किसक्यो भत्काइसक्यो यिनले देश त त्यसकारणले अब सामान्य नोक्सानी नभइकन त यसको निकास निस्कन तब यो कुरो सबै नेपालीले बुझ्यो भने यिनी सबै भाडाका अपराधी हुन् यिनले बोकेका चिज सबै गुलामी हुन् हैन चाहे प्रजातन्त्र चाहे विकास चाहे अर्को नाटक जन मानव अधिकार चाहे व्यक्ति स्वतन्त्रता यिनी विदेशी भाष्य हुन् यहाँबाट मुक्त भयो भने विश्वको समग्र भूराजनीतिले के भन्छ भने यिनको ज्वरो उठ्न चाहिँ धेरै समय लाग्दैन र धेरै मेहनत पनि गर्नु पर्दैन हामी त हेरिरहेको छौँ जस्तो अफ्रिकामा बुर्किना फासो मैले भने नेपालभन्दा गए गुजरका देश भने मैले बुर्किना फासो माली गाबोन नाइजर एउटा लहर त देख्यो नि त्यहाँ खै त त्यहाँ तिनी देशभक्त सेनाहरूले विद्रोह गरे पश्चिमा सेना थियो सारा पश्चिमा कम्पनीहरूले देश कब्जा गरेका थिए अरे सबैलाई बाहिर जाऊ चेतावनी दिए अल्टिमेटम दिए समय सीमा दिए खुरुक्क बाहिर निस्के त्यो पश्चिमा लड्न किन उनीहरूले त ठुलो पीडा भोगेर आए नि त यहाँसम्म आजसम्म पश्चिमाले त उनीहरूलाई कति हेप्या थियो र उनीहरू आए थिए हो अब नेपाली कति हेप्यो नि मैले भने नि नेपाली त कम हेप्या त छैन त जस्तो यस्तो गोलचक्रमा खेलाइयो झनै 1/3 जनसङ्ख्या विदेश निस्क्यो योभन्दा के भोग्ने ऊ हेर्नुहोस् यसरी बिग्रो नि नेपाली बिगाडिदिए ऊ युएईले चेतावनी पत्र जारी गर्यो नि नेपाली भनेपछि भिसा नदिने भए नेपाली भनेपछि नेपाली पासपोर्ट विश्वासै नगरी बहुत दुनियाँले अपराधीकरण यो स्तरमा पुर्याए अनि उहाँबाट लास फर्केर बागसमा यहाँ चाहिँ घर फर्किन्छन् योभन्दा भोग्ने भनेको के यहाँबाट वैदेशिक रोजगारको नाममा यहाँबाट महिलाहरू लाखौँको सङ्ख्यामा पठाइरहेछ सारा आफ्नो अस्मिता चाहिँ तपाईँको बेचिरहेछन् घुमाइरहेछन् साँझ बिहान भात खानको निम्ति बच्चाहरू पाल्नको निम्ति योभन्दा चाहिँ भोग्ने भने के मान्छे हो भने योभन्दा ठुलो दुर्गति हुन्न मृत्यु पनि योभन्दा बोझिलो हुँदैन हैन यो त अस्मिता गयो नि त आफ्नो त अस्तित्व गयो अपनत्व गयो स्वत्व सारा गयो मान्छे त बेचिसक्यो यहाँ मर्दाखेरि त एउटा ज्यानै जानी न हो यही